यहाँ आदरणीय प्रेम सुब्बा दाई हुनुहुन्छ। दाई सेवारो, हामी त सुटिङ हेर्नु आएको है र सुटिङमा यता को पो हुनुहुन्छ? लु नमस्कार है, हाम्रो मेकअप आर्टिस्ट हुनुहुन्छ। दाई म त सुटिङ हेर्नु तपाईँकै लागि आएको, तपाईँलाई हेर्नु आएको। अब हेरे पनि देखे पनि होइन, यात्रामा अब के अरे हङकङबाट आइयो, अब फेरि चाँडै फर्किने रहेछौँ। त्यस्तै छ। अनि बडो खुसी लाग्यो र सुटिङ सेटमै भेट्यो र बधाई छ है दाजु। ल हेलो सेवारो, नमस्कार। म मौसम इम्बुङ लिम्बू, तपाईँहरूको प्यारो फुलेन्देको बाउ। अहिले चाहिँ म ससुराली गाउँतिर छु र आज चाहिँ म ससुराली गाउँ नवमी डाँडा अथवा चाहिँ फाल्गुन अन्त कतिको कान्छ ठुलो भाइ? फाल्गुन अन्त 1मा त मेरो सालो सुजन नेम्बाङ हाई भनौँ। हेलो। हामी चाहिँ अब आज चाहिँ कहाँ पो जाने? आज फाल्गुन अन्त 5 गुर्पिसे पञ्चमी त्यहाँ जान्छौँ। त्यहाँ चाहिँ सूर्य प्रकाश चेम्जङले निर्देशन गर्नुभएको सेकमुरी चलचित्रको चाहिँ सुटिङ हुँदैछ। सुटिङ हेर्नु जानु। हजुर। र भाइको यहाँ बाइकमा म चढ्दैछु, मलाई राम्रै जानु ल। हस्। अब हामी बिस्तारो, यो के सडक पो भन्छ भाइ यसलाई? कृषि सडक हो यो चाहिँ। फिदिम नवमी डाँडाबाट तल निबु खोला जाँदै फाक्दै पुग्दै गुर्पिसे पञ्चमी हुँदै दमक जोडिने बाटो हो। यो बाटोमा चाहिँ सुजनको ड्राइभिङमा हामी चाहिँ सूर्य प्रकाश चेम्जङ अथवा सुप्रचेको फिल्म सेकमुरीको छायाङ्कन हुँदैछ र त्यो छायाङ्कनको सुटिङ हेर्नु गएको भनौँ न। यसरी जाँदैछौँ। रमाइलो त छैन, यो चैतको बेला हो र आज चैत 6 गते कि 7 गते पो, चैत 7 गतेको दिन हो। हरियो परियो पनि त्यस्तै छ, पानी नपरेर यसरी जाँदैछौँ है आदमसे। अब लगभग हामी निबु खोला पुग्नु आँट्यौँ होइन। आदरणीय मलिसा नेम्बाङज्यूले यहाँ मासतिर घर बनाउँदै हुनुहुन्छ। यो निबु खोला चाहिँ 3तिरको पानी जम्मा हुन्छ। एउटा मेसुवा होइन, फेन्जे खोला, फाक्देप खोला र निबु खोला चाहिँ यहाँनिर आँखेको शिरबाट आउने खोला। निबु खोलाको पक्की पुल तरेर गएपछि हामी लगभग पुरानो फाक्देप गाविस, माछा पालन पनि रहेछ। फाक्देप गाविसमा पस्यौँ। कृषिको कामहरू खोला नाला छेउछाउ राम्रै हुने रहेछ। जेस अब हामी चाहिँ जाँदैछौँ अहिले भनौँ फाक्देपको एउटा गाउँमा हिँड्दैछौँ भनौँ न होइन, सिधै भन्दा। अहिले पत्तझर मौसम भएको कारणले गर्दाखेरि हरियो परियो त छैन, तर पनि बडो रमाइलो एउटा विशुद्ध लिम्बू गाउँ है। लास्टै धेरै लिम्बू गाउँ जाँदैछौँ सेकमुरीको सुटिङको लागि। हामी आङसाराङ जाने बाटो है, यहाँबाट ओह्रालो होइन। मलाई यहीँबाट लगेको थियो मित्रहरू। यहाँबाट चाहिँ आदरणीय मित्रहरू आङसाराङतर्फ गइन्छ, जुङजिया खोला नागेर। यो चाहिँ हामी चाहिँ कोलबुङतिर जाँदैछौँ। अब यहाँनिर चाहिँ रमाइलो ठाउँ, तलबाट माथिल्लो डिलो उक्सेर आउँदैछौँ। अब अलि मासतिर कोलबुङ र यो पुराना घरहरू चाहिँ अब पुरानो कोलबुङ स्कुलको एरिया पुग्यौँ। यो माथि चाहिँ हो चर्चित स्कुल, यहाँनिर नामसाली। यहाँ तलबाट अस्ति आएको थियौँ हामी हिँड्दै। यो माथि चाहिँ कोलबुङ स्कुलहरू आइसक्यो। अब जाँदैछौँ। पाइपहरू चाहिँ पारिराखेको छ। यो अब लगभग चोक सिस्टमै हो है। यहाँनिर चाहिँ अब किराना र होटल कोलबुङ फ्रेस हाउस हुँदै अब हामी चाहिँ गुर्पिसे पञ्चमीतर्फ लाग्दैछौँ।
यसरी चाहिँ सुटिङ हेर्नु जाने क्रममा हामी फाक्तेपको चिलिङदेनको विभिन्न गाउँहरू हेर्दै हेर्दै गयौँ। बडो रमाइलो बरपिपल चौतारा गाउँहरू, यता तल ठुल्ठुला गाउँहरू छन्। अब लगभग अब हामी सुटिङ हुने ठाउँतिर पुग्नु आँट्यौँ होइन भाइ? चोत्रो फुलेको रहेछ, निकै लेक रहेछ अब यो लेक रहेछ, सल्लाहघारी रहेछ होइन। अब हामी यसरी लगभग गुराँस पनि फुलेर झर्ने बेला भइसकेछ। अनि यसरी हामी निकै लेकमा सिलगढी चलचित्रको सुटिङ स्पटतिर चाहिँ सुटिङ हेर्न सुजन भाइको मोटर बाइकमा चढेर जाँदैछौँ। पञ्चमी बजार पनि देखिनु थाल्यो। यहाँ सुटिङ गर्नु यता चल्दैछ, तल पो झर्नु पर्ने रहेछ। यसलाई चाहिँ हामी जाँदैछौँ। ल अब हामी चाहिँ पुरानो घुर्पिसे बजार पुग्यौँ है। घुर्पिसे पञ्चमी बजार। अब यो बजार चाहिँ धेरै नै पुरानो बजार हो। सानो हुँदाखेरि नि यो बजार चलिराखेकै थियो, अहिले पनि चलिराखेकै रहेछ। यसरी चाहिँ हामी इलाम र पाँचथरको सिमाना होइन, इलाम र पाँचथरको सिमाना घुर्पिसे पञ्चमी बजार दमक जान्छ होइन? जाने नै हो दमक पुगेपछि। ए त्यसो हो? ए आखिर रवि हो, त्यहाँनिर बसेर चाहिँ सपिङ गरौँ ल। यस्तरी चाहिँ हामी राख्छौँ। त्यसपछि हामी चाहिँ नि घुर्पिसे पञ्चमीदेखि अलि मुनतिर पातले भन्ने ठाउँ आइपुगेपछि सूर्यप्रकाश सेमजङ सरको सुटिङ स्पटमा आइपुग्यौँ। सुटिङको लागि सम्पूर्ण तयारी हुँदै रहेछ। बडो रमाइलो टाइपको घर रहेछ। अनि यहाँनिर चाहिँ सेटहरू हुँदै रहेछ है। तपाईँहरूलाई सुटिङ हेराउनु ल्याएको, तर सुटिङै चाहिँ चलेको रहेनछ। यहाँ मलाई सुटिङमा बोकेर ल्याउने साथी त यताभित्र रहेछन्। सुटिङको सम्पूर्ण तयारी हुँदै रहेछ। बडो रमाइलो ठाउँमा सुटिङ हुँदै रहेछ। कलाकारहरूको मेकअप चलिरहेछ। अनि यो क्रममा लस्करै हाम्रो कलाकारहरू हुनुहुन्छ। यहाँ सीता राई डन हुनुहुन्छ। अहिले हामी चाहिँ सुटिङको भ्लग सुटिङ हेर्नु आएको नि। अनि युट्युब त नभनौँ, पेजमा। अनि यता लक्ष्मी योङहा, अनि यता हाम्रो लुङा हुनुहुन्छ। लुङाको त नाम थाहा छैन, सेवारो म मौसम हिम्बुङ लिम्बू। ए लु, नाम चाहिँ बहुत सुनेको। मेरो त ज्वाइँ पो पर्नुहुन्छ लु सेवारो त्यसो भने त फेरि रहेछ नि त त्यसो भने। ओहो लु ए होइन, अघि पनि कुरा चलिरहेको थियो। यहाँ आदरणीय प्रेम सुब्बा दाई हुनुहुन्छ। दाई सेवारो, हामी त सुटिङ हेर्नु आएको है। र सुटिङमा यता को पो हुनुहुन्छ? लु नमस्कार है, हाम्रो मेकअप आर्टिस्ट हुनुहुन्छ। दाई म त सुटिङ हेर्नु तपाईँकै लागि आएको, तपाईँलाई हेर्नु आएको। अब हेरे पनि देखे पनि होइन। यात्रामा होइन, अब के अरे हङकङबाट आइयो, अब फेरि चाँडै फर्किने रहेछौँ होइन। त्यस्तै छ। अनि बडो खुसी लाग्यो र सुटिङ सेटमै भेट्यो र बधाई छ है दाजु। ल ल यति भन्दै अब डाइरेक्टरको एकपल्ट, सानो डाइरेक्टर त यहाँ पुग्नुहुन्छ। सुटिङ हेर्नु आएको है। ल लु सेवारो। अनि अलिक ठुलो डाइरेक्टर यता हुनुहुँदो रहेछ। लु सेवारो सर, सुटिङ हेर्नु आएको। यता खिच्ने सर हुनुहुँदो रहेछ सेवारो। हो नि, उहाँ वीरबहादुर हो, हाम्रो कायल दाजु नि, साइल दाजु पनि हो। र उहाँले धेरै फिल्महरू मेरो पनि खिचिदिनु भएको छ। कुना कानी काहीँ छोड्नु भएन, उहाँलाई बधाई छ। अरू कुना कानी भनेर नसोचौँ कि ठाउँको कुना कानी भन्ने कुरा हो। र यता हाम्रो चेली दिदी पनि आमाको रोलमा हुनुहुँदो रहेछ। लु सेवारो, लु राम्रो होस् है सुटिङ। म त सुटिङ हेर्नु आएको।
यस्तो यस्तो छ लु सुटिङ हेर्नु आउने भनेर अघिदेखि तपाईँहरूलाई देखाइयो देखाउनु पनि पाइयो खुसी पनि लाग्यो अब मासु भात खानेतिर लागौँ भन्दा अहिले चाहिँ बिदा लिएँ ल सेवाहरू